एउटा भर्टिकल मुभमेन्ट र एउटा होरिजोन्टल मुभमेन्ट इनफ छ त एउटा राम्रो ब्याक बिल्ड गर्नलाई। आज चाहिँ थियो मेरो ब्याक र सोल्डर्सको वर्कआउट। जिम गएको 2-3 वर्ष भइसक्यो र हरेक एक्सर्साइजमा राम्रो माइन्ड मसल कनेक्सन बिल्ड गर्न सक्नुहुन्छ भने यो दुईटा मुभमेन्ट नै इनफ हुन्छ, एउटा भर्टिकल र एउटा होरिजोन्टल। अब बिगिनर्स हुनुहुन्छ, भर्खर जिम जान थाल्नु भएको छ, धेरै भएको छैन, 5-6 महिना अथवा भर्खरै जोइन गर्नु भएको छ भने माइन्ड मसल कनेक्सन बिल्ड गर्न एकदमै गाह्रो हुन्छ, किनभने मसल्स राम्रोसँग बिल्ड भइसकेको हुँदैन। त्यही भएर कम्तीमा 3टा अथवा 4टा एक्सर्साइजबाट सुरु गर्नु होला। अनि पछि आफ्नो माइन्ड मसल कनेक्सन बिल्ड हुँदै गएपछि, मसल अलिकति पुटन हुँदै गइसकेपछि चाहिँ राम्रो मनपर्ने 2-3वटा एक्सर्साइज चुज गरेर त्यसैमा स्टिक भएर फर्म र प्रोग्रेसिभली ओभरलोड गर्न ट्राई गर्नु होला। तपाईको फिजिक एकदमै राम्रो बन्छ। आज मैले पनि ब्याकको लागि 4वटा र सोल्डर्सको लागि 3टा एक्सर्साइज गरेर सकाएँ। धेरैवटा एक्सर्साइज राखेको बेला चाहिँ म हरेक एक्सर्साइजको 2टा वर्किङ सेट लिन्छु र सोल्डर्सको लागि पनि त्यही नै हो। ल अलिक बडी चाहिँ म लेटरल रेजेस र रियर डेडमा बडी फोकस गरिरहेको छु। साइड डेल्ट्स र स्पेसल्ली रियर डेडलाई फोकस गरेर ट्रेन गर्दा चाहिँ मेरो सोल्डर्समा इम्प्रुभमेन्टहरू राम्रो देखिरहेछ। जिम र फिटनेसको बारेमा सबै कुरा जानेको मान्छे त म होइन, तर पनि जिम गरेको 2-3 वर्ष भइसकेर एक्सपिरियन्सले अलिअलि केही सिकेको कुराहरू यहाँहरूसँग सेयर गर्न खोजिरहेको छु। मेरो भिडियो मन पर्यो भने मलाई फलो गर्नु होला। आजलाई यति नै, भोलि भेट्छु है त।